सर तपाईँ काङ्ग्रेस तपाईँ एमाले रहनुहोस्, हामीले नरहनुहोस् भनेकै छैन। हामीले मागे त घन्टीमा भोट मात्र त हुनेछ। अब हामीले धेरै मागेको छैन। तपाईँको घरमा घन्टीको होइन कि काङ्ग्रेसकै झन्डा हाल्ने भने दुईवटा झन्डा मैले ल्याइदिन्छु, हालिदिन्छु। झन्डा त काङ्ग्रेसकै हाल्नुहोस्, भोट पो घन्टीमा हाल्नुहोस्। एमाले प्यारो छ भन्ने कुरामा त हामीलाई थाहा छ त। राम्रा नेताहरू भएको पार्टी हो, पार्टीप्रति हाम्रो के भन्नु छ र? तर काम हेरियो, काम हेरिसकेपछि, सारा चिज हेरिसकेपछि अब नयाँ साथीहरूले केही गर्छु भनेर आएकालाई, मिलेर आएकालाई एकपटक अवसर दिने कि नदिने भन्ने प्रश्न हो। त्यो अवसर अब दिनुपर्ने बेला आएको छ। त्यो सिद्धान्तलाई छोड्नुहोस् भनेकै छैन मैले, त्यो झन्डा छोड्नुहोस् भनेकै छैन। बिहान घाम तापे भइगयो नि, धेरै गर्मीले रुखको शीतल छारीमा बसे भइगयो नि, खालि भोट घन्टीमा हाल्ने त हो। यति गर्नलाई कसलाई सोध्नु पर्यो, कोसँग डराउनु पर्यो? लुकेर होइन छाती ठोकेर घन्टीमा भोट हाल्ने हो। लुकेर होइन छाती ठोकेर देश विकासको बाटोमा अगाडि बढाउने हो। र आज बामाहरू बुढाबुढी हुनुभयो, तपाईँ हामी पनि भोलि त्यही उमेरमा पुग्नेछौँ। र त्यतिखेर तपाईँले भन्न सक्ने पार्टी बनाउँछौँ कि यार कुनै बेलामा यो पार्टीलाई मैले भोट हालेको थिएँ र आज यो पार्टीले यो काम गर्यो भनेर गर्नु। इतिहास धेरै पढियो साथी हो, इतिहास धेरै पढियो, तर इतिहास लेख्ने यो अवसर सधैँ पाइँदैन। यसपटक इतिहास लेख्ने अवसर आएको छ। सबैलाई इतिहासमा सहभागी हुनु। म कुनै मतदानमा चुनावमा सहभागी हुनुहोस् भन्नका लागि यहाँ आएको होइन। म तपाईँलाई इतिहासमा सहभागी हुनुहोस्, इतिहासको महत्त्वपूर्ण अङ्ग बन्नुहोस् र गर्वका साथ भन्नुहोस् इतिहास बदल्ने बेलामा एउटा मेरो भोट घन्टीलाई गएको थियो भनेर भुरामा तानाशाहको राज्य हुन्थ्यो, नेपालमै पनि राणा शासन ढल्दैन थियो। शक्ति देखाउने जनताका अगाडि जसले शक्तिको दम्भ देखाउँछ त्यसले पाउने उपहार भनेको हेलिकप्टरबाट भाग्ने उपहारै हो। मलाई केही पनि भन्नु छैन। जुन हेलिकप्टर उड्यो त्यो हेलिकप्टर अब सिंहदरबारमा ल्यान्ड हुनु भएन। यति मात्र हो मेरो प्रश्न। हामी केही पनि भन्न चाहन्दैनौँ उहाँहरूलाई। उहाँहरूले परिवर्तनका लागि दिनुभएको योगदानको यदि मूल्य राख्ने हो भने उहाँहरूले निर्वाचनमा भाग लिनुपर्छ। निर्वाचनलाई बिथोल्ने, न्यु खोज्ने, यसो भयो भने उसो भयो भनेर त्यो चोरी खोज्ने त्यस्ता काम उहाँहरूले गर्नुहुने छैन भन्ने मैले विश्वास लिएको छु। हामी निर्वाचनको परिणामलाई स्वीकार गर्छौँ, जनताको आदेशलाई स्वीकार गर्छौँ। हामी हाम्रो एजेन्डासहित आएका छौँ। राष्ट्रमा सबैभन्दा धेरै त होइन, अझै गर्न सकिन्थ्यो, तर सबैभन्दा धेरै महिलाहरूलाई उम्मेदवार बनाएर आएको पार्टी हो। दलित सीमान्तकृत वर्गहरूको सबैभन्दा धेरै उम्मेदवार भएको राष्ट्र पार्टी हो। युवाहरू सबैभन्दा बढी भएको पार्टी हो। जेनजी पुस्ताको सबैभन्दा बढी सहभागिता भएको उम्मेदवारहरू सहभागी भएको पार्टी हो। समग्रमा राष्ट्रभित्र हरेक किसिमका विज्ञ योग्य मानिसहरूलाई उम्मेदवारका रूपमा लिएर आएका छौँ। खालि तपाईँले कसलाई हेर्नुहुन्छ, कसलाई खोज्नुहुन्छ त्यसमा भर पर्छ। त्यसैले यो इतिहास रच्ने बेला हो। इतिहास रच्ने यो बेलामा यहाँहरूले हात कमाउनु मिल्दैन। यहाँहरूको आदेशलाई मानेर हामी नयाँ साथीहरू मिलेर आएका छौँ। मिल्न सक्ने, मिल्नुपर्नेहरू मिलेर आएका छौँ। भोलि चुनावपछि पनि नयाँ योग्य साथीहरू आयो भने जनताका लागि कानुन लेख्ने ठाउँमा संसदमा मिलेर अगाडि जान्छौँ। म तपाईँलाई यो कुरा प्रश्न पार्न चाहन्छु। हामी मिलेर मात्र भएन, यसपटक तपाईँहरू पनि मिल्नुपर्छ। तपाईँहरू पनि मिल्नुपर्छ। आजैबाट घर सल्लाह सुरु गर्नुहोस्। श्रीमान कुन पार्टीको, श्रीमती कुन पार्टीको, बुवा कुन पार्टीको, आमा कुन पार्टीको, छिमेकी कुन पार्टीको, काका कुन पार्टीको, काकी कुन पार्टीको होइन। देखियो, सबैलाई हेरियो। एकपटक स्थायी सरकार हेर्न मन छ। एकपटकको स्थायी सरकार दिएर हामी यो देशमा सुशासनको जग बसाल्न चाहन्छौँ, समृद्धिको खाका कोर्न चाहन्छौँ। जसले यिनीहरू पपुलिस्ट हुन्, हाउको बलमा आयो भनेर भनेका छन्, हामी हाउको बलमा आएका होइनौँ। हामी कति परिपक्व राजनीति गर्छौँ भन्ने कुरा पछिल्लो समयको यो 3 वर्षको हाम्रो संसदीय अभ्यासबाट हेरे हुन्छ। पार्टीका रूपमा हामीले गरेको कार्यक्रम, हाम्रो विस्तार, यी सबैलाई हेरे हुन्छ। हामी परिपक्व राजनीतिका साथ आएका छौँ। विश्व राजनीतिलाई हामीले हेरेका छौँ, बुझेका छौँ। अब समृद्धिको कुरा नगरिकन खोक्रा भाषणले मात्र हुँदैन भनेर यसपटक हामीले नागरिकसँग करार गर्ने विचार गरेका छौँ। किनभने बोलिसकेपछि बोलीको जिम्मा नेताले लिनुपर्छ। आफूले बोलेको बोली पुरा भएन भने नेताले सजाय पाउनुपर्छ। यस्तो राजनीतिलाई अब हामीले सुरु गर्नुपर्छ। तपाईँलाई यति बताउन चाहन्छु, चुनावी सभा होइन, आउँदै गर्दा बाटोमा